गंगा सर केमा समस्या आयो हजुर? केमा समस्या आयो? आमाम ल सम्पूर्ण दर्शकबिन तपाईले पानी देख्न सक्नुहुन्छ। कत्रो पानी आयो? हामी आइरहेको छौँ यार, खेल्दै खेल्दै पानी सँगसँगै हैन। पछाडि फेरि आउँदा त पानी रोकियो भने त फेरि पछाडिबाट आइज त हेर्दै हेर्दै भन्नु पर्यो। र दर्शकबिन यहाँ यसरी यति बेला आउँदै हुनुहुन्छ हाम्रो यो युद्ध भनौँ न, यो युद्धलाई पार गर्नलाई तयार भइसकेका छौँ हजुर। अब केही समय लाग्छ, केही समय लाग्छ हजुर। सम्पूर्ण दर्शकबिन यति बेला हामी यो माथि टावरतर्फ जाँदैछौँ। आज परीक्षण पूर्व तयारीको लागि चाहिँ परीक्षण गर्ने भन्ने छ। त्यसो भएको हुनाले गर्दाखेरि यति बेला खानेपानीका साथीहरू पाइप लिएर अगाडि गइराख्नु भएको छ। यहाँ माथि अलिकति खराबी आएको छ भन्ने छ। सम्पूर्ण दर्शकबिन केही समस्या आएको कारणले गर्दा हामी यति बेला पाइपलाइन विस्तार गरिएको स्थानतर्फ जाँदैछौँ। गिद्दै झर्या होइन, आकाशमा गिद्दा कसरी झर्यो यार, उड्दा उड्दै। ए कहिलेको कुरा हो यो? यहीँ भुइँमै झरो? गिद्ध? अरे ल साथीहरू, बुढो थियो क्या हो है? पछि उड्यो कि उडेन? होइन गंगा सर केमा समस्या आयो हजुर? केमा समस्या आयो? समस्या यहाँ त्यत्रो केही पनि होइन सर, होइन। पानी यहाँ आइपुगेको छ हजुर यो खोल्सामा हजुर। अब अलिक डिस्टेन्स लामो छ, त्यहाँ थोरै वास पनि गराउँ भनेर पनि हो एक किसिम। त्यहाँ जे व्यवस्था हुँदैछ त्यसलाई हामी एकैछिनमा जोडेर लगिहाल्छौँ। वास आउट हुन आँटेको छ कि भइसक्यो? भइसक्यो सर, भइसकेको छ। भइसक्यो। अब फेरि हामी उता मार्छौँ एकचोटि हजुर गएर त्यहाँ। ल ओके ओके। ल दर्शकबिन यहाँ अलि यो दूरी लामो भएको कारणले गर्दाखेरि यहाँ चुम्बुले खोलामा वास आउट गरिने भनिएको छ। भर्खरै अलिकति यहाँ थोरै समस्या आएको कारणले गर्दाखेरि साथीहरू दौडिराख्नु भएको छ भने म पनि के रहेछ त समस्या, त्यो समस्या बुझ्नको लागि यति बेला जाँदैछु। ल है साथीहरू माथि कराउँदै हुनुहुन्छ। ओहो के भयो? होइन यो सुक्खा खोल्सामा पानीको आवाज सुनिन्छ त गाँठे। अरे ल ल सम्पूर्ण दर्शकबिन ओहो यहाँ त नि व्यापक वास आउट भएछ त यहाँ त। आम्मा हो। ल सम्पूर्ण दर्शकबिन हाम्रो बलबहादुर भाइ जोस खुसीले होला गमक्क भएर बसिराखेको देख्छु म हैन। साथीहरु
सबै चकमन्न हुनुहुन्छ। ओहो ल अलिकति यसलाई पानी हेर्न पाए हुन्थ्यो। कसरी हेर्ने होला? ओहो हो र पानी पुथा मरिसक्यो। आमाम ल सम्पूर्ण दर्शकबिन तपाईँले पानी देख्न सक्नुहुन्छ। कत्रो पानी आयो। यो अझ पानी मरिसक्यो हो। ए ल गलिसक्यो। लु भयो 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 गल्नु भयो होला। थ्याङ्क यू सो मच। धेरै धेरै धन्यवाद। बाफ्रे पानी त अझ यो त पानी उता मारिसक्नु भयो क्या हो? यो हो र? ओहो ल एकजना वहीँ खटाउनु भएको छ, वहीँ बस्ने गरी। ए मार भनेपछि मार्ने होइन, खोल भनेपछि खोलिदिने। ओहो भनेपछि पुरै राख्नु भएको छ। बाफ्रे तपाईँहरूको सञ्जाल चाहिँ मान्नुपर्छ। आइरहेको थियौँ यो फ्याल्दै फ्याल्दै पानी सँगसँगै होइन, पछाडि फेरि आउँदा पानी रोकियो भने त फेरि पछाडिबाट अहिले त हेर्दै हेर्दै भन्नु पर्यो। हामी नै जान त फेरि सकिँदैन होइन, सकिएला तर पनि ढिलो हुन्छ। त्यही भएर हामीले टोली ठाउँ ठाउँमा टोली टक 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 राख्नु भएको छ। अहिले कतिजना जति छन् यता? हामी यहाँ 4 जना जग्गा चाहिँ अच्छा 2 जना पर, 2 जना चाहिँ पर छन्। कुसुम डाँडामा रुँगिरहेको छौँ। ओहो कुसुम डाँडामा हिजो वासआउट गरेको ठाउँमा त्यहाँ जोडियो होइन? त्यहाँसम्म रातभरि परीक्षण गरियो, सबैले भयो त्यहाँ। त्यहाँदेखि यता फेरि हजुर हिजो हामीले देखाएका थियौँ त्यो वासआउट होइन, त्यहाँ सफलै भयो। त्यहाँदेखि यता फेरि यहाँसम्म आउँदा चाहिँ अब पानी हामी चाहिँ धेरै खोराको कारणले यहाँनिर अब पानी फ्यालौँ खोर्सालौँ भनेर भनेपछि यहाँ समस्या आएको त होइन? समस्या आएको होइन। ए समस्या आयो भन्ने म त खबर भएर होइन, के चाहिँ समस्या आयो त भनेर एकचोटि चट्ट हेर्न जाउँ न भनेर नि। ए भनेपछि एकचोटि अलि लामो दुरी पनि भयो होला होइन, बिच बिचमा रहेको फोहोरफारहरू पनि फालौँ न भन्ने हिसाबले होइन। अब यसो प्रकृतिले नै ख्याल भएर चाहिँ दिनको दिएको गोरो सोरो त आएन नि केही त्यस्तो? यस्तो त आएको छैन अहिलेसम्म। रेकर्ड पर मात्रै रह्यो। त्यो भनेको चाहिँ खास काली खोलाको सिरातिर होला सायद होइन। ल सम्पूर्ण दर्शकबिन अहिले उहाँहरूको चाहिँ नि टोली छ ठाउँ ठाउँमा। त्यो टोली एक फोनमा चाहिँ नि मारभन्दा मार पठाभन्दा पठा भन्ने टोलीहरू छन्। अहिले चाहिँ उता मारिसकेको भन्ने खालको कुरा छ। धेरै दूरी भएको हुनाले गर्दा अझै पनि पानी आइरहेको छ। यहाँ तपाईँले देख्न सक्नु आधी घन्टा हुन आँटिसक्यो। आधी घन्टा पानी त है। ओहो ल दर्शक महानुभाव पानी 1 घन्टा लगभग भइसक्यो भन्ने खालको कुरा छ निभाएको। अब भनेको यो पानी मरिसकेपछि मात्रै हामी जोड्छौँ होइन त? मेसिन आउन बाँकी छ कि हिल्टी केही छ? मेसिन हाम्रा जेनेरेटर चाहिँ कति टाइम लाग्दैन? जेनेरेटर नै चाहिँ चाहिँदैन होला? त्यो चेप्रे के भन्छ त्यसलाई चाहिँ? ल सम्पूर्ण दर्शकबिन उहाँहरूले चाहिँ एयर खोल्दै 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 यो चुम्पुले खोलाको नजिकै आइपुग्नु भएको छ भने आज लगभग हामी साबुन फ्याक्ट्री पुर्याउँछौँ नै होला, पुग्छ नै है। ल सम्पूर्ण दर्शकबिन आज जसरी पनि हाम्रो माया धराने साबुनको चाहिँ पक्को खोलाको त्यो बगरमा चाहिँ पानी सफल रूपमा चाहिँ पानीलाई चाहिँ त्यहाँ झार्ने भन्ने खालको कुरा उहाँहरूको टार्गेट छ। त्यो अनुसार यति बेला उहाँहरू काम गरिराख्नु भएको छ र यो कति महिनादेखि यो खोल्साले पानी पाएको थिएन। आज कोकाको पानी बडो यो खोल्सा पनि भाग्यमानी आफूलाई ठानिराखेको होला होइन। कोका जस्तो एउटा पवित्र ठाउँमा बग्ने पानी सोच्दै नसोचेको होइन, यो खोल्सामा आएर बगिराखेको छ। यो खोल्सा पनि यति बेला छक्क परिराखेको होला। कोकाको पानी चाहिँ नि यति बेला यो खोल्सा आफैमा चाहिँ नि गर्विलो महसुस गर्दै गदगद हुँदै यो पानीलाई चाहिँ बगाउनमा सहयोग गरिराखेको होला। ल दर्शक महानुभाव यति बेला एउटा त्यो मेसिन लिन जाँदै हुनुहुन्छ। मेसिन लिएर आउँदासम्ममा चाहिँ नि यो पानी ठिक्क मरिसक्छ होला भन्ने खालको कुरा
उहाँहरू छ, उहाँहरूलाई त पुरा काम गरिराख्ने मान्छेलाई त थाहा छ। र दर्शकबिन यहाँ यसरी यो वासआउट यो चुम्पुले खोलामा चाहिँ नि पानीलाई चाहिँ वासआउट गर्ने काम भएको छ भने अर्को कुरा म कहिल्यै पनि बिर्सिन सक्दिनँ। मेयर साहब यसको लगभग 200 मिटर परतिर मात्रै 200 मिटर परतिर मात्रै रातभरि यो पानी ल्याउनलाई चाहिँ मेयर साहब यहाँ बस्नु भएको थियो। त्यहाँदेखि मेयर साहब रातभरि इयर खोल्दै 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 रातको समयमा चाहिँ नि यसरी पकुवा पुग्नु भएको थियो। पकुवामा त्यो पानी झरेको थियो कोकावानको। त्यो पानी झर्दाखेरि उहाँ अत्यन्तै भावुक पनि हुनुभएको थियो। त्यो दिन यति बेला म सम्झिरहेको छु र त्यो त्यति बेलाको पल भनेको चाहिँ अब कतिपय मान्छेले चाहिँ कोकाको पानी धरानमा आउँदैन भनेर कसम खाएका थिए होइन, बाजी मारेका थिए। साँच्चै नै हामीलाई पनि लाग्थ्यो कोकाको पानी कहीँ कतै नआउला कि होइन। लाखौँ करोडौँ चाहिँ जनताहरूले श्रम गरेका छन्, सहयोग गरेका छन्। ती सहयोगी दाताहरूको आर्थिक श्रम कहीँ कतै खेर जाला कि भन्ने हामीलाई पनि लाग्थ्यो। मेयर साहबलाई त अझै पनि लाग्थ्यो नै होइन। उहाँमा त झन् फ्रन्टमा उहाँलाई जिम्मेवारी थियो दर्शकमानमा। त्यसो भएको हुनाले गर्दाखेरि त्यो पानीलाई चाहिँ जसरी पनि धरानमा झार्ने एउटा हेतुको साथ चाहिँ उहाँ चाहिँ रातभरि यहाँदेखि चाहिँ हावा खोल्दै 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 एयरली गर्दै जानुभएको थियो। र सम्भवतः त्यो दिन लगभग बिहानको 2 बजे 3 बजे समथिङ मलाई लाग्छ त्यो पानी उहाँले पुर्याउनु भएको थियो। त्यो सम्झना पनि आज म यहाँ हुँदै गर्दाखेरि सम्झना चाहेँ। र त्यो पानी झर्दै गर्दा मेयर साहब रुँदै हुनुहुन्थ्यो। हामी सबैजना त्यहाँ भाव विह्वल थियौँ, खुसीको आँसु थियो होइन। दत्तकुमार लिम्बू जो उहाँले चाहिँ मेयर साहबलाई चाहिँ सम्झाइरहेको त्यो दृश्य पनि अहिले पनि सामाजिक सञ्जालमा भाइरल कहीँ कतै भइरहेको देख्न सक्छौँ। भने अहिले हामी यो चुम्पुले खोलाको नजिकै हुँदै गर्दाखेरि हिजो हामीले चाहिँ खैरेनीको शिरमा पानी हामीले झार्न सफल भएका थियौँ। त्यहाँदेखि पनि अगाडि अहिले चाहिँ लगभग दिक्कै वरसम्म आइसकेको छ दर्शकमानमा पानी। यहाँनिर पाइप जडान गरिसकेपछि अगाडि हामी तुरुन्तै फेरि बढ्नेछौँ। यहाँदेखि बढेर चाहिँ नै सफल रूपमा चाहिँ हामी पानी आज झार्ने भरपुर प्रयत्नमा छौँ र त्यो सफल अवश्य पनि हुन्छौँ। दुई मत छैन दर्शकबिन। अहिले मेसिन आउँदैछ र यो पानी सुक्नु केही समय लाग्नेछ। उता पानी मारिसकिएको छ है त। ल साथीहरू अहिले उता पानी मारिसक्नु भएको छ, तर पाइपमा रहेको पानी जानलाई एकतिर समय लाग्ने रहेछ। तर अघिको भन्दा निकै नै कम भइसकेको छ। यो चाहिँ पाइपमा रहेको पानी चाहिँ यसरी बाहिर फ्याँक्ने काम भइराखेको छ। र अब यो पानी सकिसकेपछि पुनः फेरि यो पाइप यहाँ जोडिन्छ। त्यस पछाडि भने हामी यहाँदेखि एयर खोल्दै 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 यहाँबाट चाहिँ हामी जानेछौँ। ल अब चाहिँ पानी निकै कम भइसकेको छ। तर साथीहरू तल मेसिन ल्याएर चाहिँ नि यति बेला आउँदै हुनुहुन्छ। हाम्रो अगाडि अगाडि सर मेसिन, पछाडि हाम्रो माकुम, त्यसै गरी कैलाश, अनि त्यसै गरी हाम्रो गङ्गा। तेरिका नामहरू पनि कैलाश, गङ्गा होइन। भगवानहरूको नाम चाहिँ नि ल आइपुग्नु भयो। यो पन्याउ चाहिँ किन ल्याउनु भएको सर? यो जोड्ने यही हो अहिलेलाई। यो मेसिनको काम चाहिँ यसले गर्ने रहेछ। अलिकति पानी अब बाँकी केही घन्टामा हामी यो साथलाई यो हाम्रो यो युद्ध भनौँ न, यो युद्धलाई पार गर्नलाई तयार भइसकेका छौँ। हजुर अब केही समय लाग्छ, केही समय लाग्छ हजुर। तर हामी जसरी पनि लान्छौँ, आज लान्छौँ, जसरी पनि लान्छौँ। हामी युद्ध जित्दैछौँ, जित्दैछौँ। हाइगोनी सर त्यहाँ त हो, हामी जसरी पनि जित्ने नै जित्नु छ। हो
मगम सर दौडेकै हुनुहुन्छ यस्तै छ दौडाइ चाहिँ फेरि भनेपछि आज पुर्याइन्छ होला सर होइन जसरी पनि सर पुगिहाल्छ होइन जसरी पनि हामी युद्ध जित्छौँ भन्ने छ ल यहाँ आएर फेरि जानुभयो मेसिन लिन जानै पर्ने भयो ल पसिना छ भर्खर आइपुग्नु भएको छ उहाँहरू ल सम्पूर्ण दर्शक पनि यति बेला यहाँ पानी लगभग सकिन लागेको थोरै आउँदै गरेको त्यो पानी हामी देख्न सक्छौँ भनेपछि मेसिन पनि जडान गर्दै हुनुहुन्छ साथसाथै यो पानीलाई यो मरिसकेपछि भने जोडेर यहाँबाट चाहिँ हामी सिधै एयरलिक गर्दै साबुन फ्याक्ट्रीतर्फ जान्छौँ पानी लानेछौँ कस्तो खालको पानी रहेछ नि त्यो खालको तातो आयो नि माथिबाट ब्यान्ड गरिदेऊ ल प्यारो हुन्छ पानी पानी होला यहाँ पनि अलिअलि पानी गएको रहेछ पानी मैले फालिदिइसकेँ डाउन हल्का मास्तिर आउँदै मास्तिर पार्दै अगाडि आइसक्यो अझै आउँदैछ यो पानी दूरीबाट वासिङ गरेको छ नि त त्यहीमाथि अब यसको हाइट छ नि जब यसको हाइट होइन यहाँ हाम्रो डाँडाको हाइट छ नि यो पल्लो डाँडा त्यहाँदेखि यता ओह्रालोको जति आउँछ त्यहाँदेखि डाँडासम्म उता फेरि रहन्छ तपाईँले काट्दा त दिनु कि छ पानी सुकिन्छ के काम छ भनेर नि त्यति बेला हारा पनि हाराइरहेछ सानो यो रहेछ क्या काप्रास चाहिँ सानो रहेछ हाम्रो चाहिँ यत्रो ठुलो छ नि काप्रास यहाँसम्म आइसक्यो यहाँ हाम्रो बलबहादुर भाइले पुन्यौँ यो चाहिँ नि यसको टेम्परेचर कति हो भन्ने कुरा चाहिँ कति चाहिन्छ भन्ने विषयमा चाहिँ नि गालामा राखेर चाहिँ नि थाहा हुन्छ अरे हो कि होइन भाइ यो गालामा एकचोटि यसो ल्याउने अरे हातमा हल्का अथवा राखेर यसको तापक्रम कति छ भनेर थाहा पाइसकेपछि यसको चाहिँ हुने रहेछ तर उहाँहरूलाई गरिराख्ने मान्छेलाई चाहिँ यसको आइडिया थाहा हुन्छ अलिकति पानी अझै पनि आयो है थोरै पानी अझै पनि आइराखेको छ त्यसो भएको हुनाले गर्दा
अलिकति यो बिचमा चाहिँ पाइपमा पानी रहेको कारणले गर्दाखेरि तत्कालै यहाँ जोड्न सहज भइराखेको छैन, केही छैन। यहाँ भएको पानीलाई चाहिँ निभाउने काम यो किन के को लागि हो फेरि माटो चाहिँ? ए हे भित्र बन्द गरिदिने है। सट्टाइसँग बडो आइडिया रहेछ यो चाहिँ। यति बेला यो काम गर्ने ओहो आइडिया यति झ्याप्पै राखिसकेपछि त फेरि आए पनि केही फरक परेन नि त। होइन नगर्नु अरे ल। यो चाहिँ पुरानो डिजाइनर है। यो चाहिँ हाम्रो नयाँ डिजाइन भयो, तर पहिला हामीले यसरी हाते दिने यो फलामको यसले गर्थ्यौँ। पानी माल आउँदैछ, माल आउँदै रहेछ ल आइसक्यो साथीहरू। यो भनेको चाहिँ लिक्विड बन्दैछ। आयो पानी अब चाहिँ आयो त्यो होइन, पानी पनि आयो है। हावा चाहिँ आएको जस्तो लाग्यो, पानी नै जस्तो लाग्यो। साथीहरू यति बेला खै सुनेन पानी आयो, खतम गर्नु त्यहाँ उचाल्नु भयो क्या? हल्का छोइ कराए जस्तो गर। पानी आइसक्यो नि एकचोटि हेर्दा भइगयो त। ल नुहाउने नै भयो ल। ए ल अब यो नगर्नु नै केही हुँदैन। ल साथीहरू रेडी भयो भन्दा पनि हुन्छ। अब यहाँ भइसकिया छ है त।